काका आरामै हुनुहुन्छ नि? आरामै छु बाबु। धरानमा तपाईँको आगमन कहिले भयो भनिदिनुहोस् न। म आएको 2022 साल 2022 सालमा 22 साल असोजमा आएको यहाँ व्यापारको सिलसिलामा आउनु। कहाँबाट आउनु? म श्रीखन्नपुरबाट धुर्खेल काभ्रे जिल्ला पर्यो। हजुर काभ्रे जिल्ला पर्यो। हजुर घर चाहिँ मेरो श्रीखन्नपुर पर्छ। हजुर मेरो जन्मस्थल त्यहीँ हो, बसोबास त्यहीँ हो। त्यहाँबाट गएर म तपाईँ 2 नम्बरमा दोकान थियो। पूर्व दिन रामेछाप जिल्ला पर्छ। अनि त्यहाँदेखि अलि उता रोसिखोला भन्ने त्यो साउन्डर बजार भन्ने ठाउँमा चाहिँ बाबुहरूको दोकान थियो। अनि त्योबाटै गएर बसेको थिएँ। अब म चाहिँ कहाँ 13 सालदेखि गएको उता पाहाड धरान चाहिँ 22 सालमा आएको। उता 22 सालमा आउँदा केबाट आउनुभयो? म अब त्यसमा ट्रेनबाट आएको। ट्रेन जोगमुनि हुँदै जोगमुनिबाट आएको। जोगमुनि भएर धरान आउँदाखेरि तपाईँको 4 घन्टा लाग्यो। पिरानबाट धरानबाट 4 घन्टा लाग्यो। गाडीबाट यहाँ आएको। गाडी अब बाटो छैन, बाटो सबै खाम्दा खुन्नु त्यो ढुङ्गा बसेर आएको थियो। अनि बल्ल धरानमा 2 बजे चढेको, 6 बजे आइपुग्यो। अनि बल्ल धरान आइपुग्यो भनेर धरान आइपुग्यो। सबै यसो जङ्गल। अनि त्यहाँबाट हामी गएँ, पुरानो बजार गएँ, धर्मशालाबाट सर पसेर। अनि उता चाहिँ हाम्रो सबै धुर्खेले मात्रै थियो। धुर्खेलेहरूको सबैको दोकान, रेडिमेड दोकान सबै। अब हत्या गर्ने चिनिया चोक, अहिले चिनिया चोक भन्छ, त्यो पुरानो बजार त्यहाँ हत्या गर्थ्यो। त्यहाँ हत्या गऱ्यो। अनि त्यहाँबाट गयो बस्यो। अब बिहान आएर दोकान खोल्यो। अनि बेलुका पोक पाऱ्यो, लग्यो, फेरि राख्यो, फेरि त्यति बस्यो। दैनिकी नै त्यसै? डेली ल्यायो, माल फिरा बस्यो। अनि डेली लिएर गयो। त्यो गरेर बसिरहेको थिएँ। त्यो नहुँदा पछि अनि हत्या हिँड्नु थालेँ। दिनको कति बेच्थेँ भनेदेखि तपाईँको 10 रुपियाँदेखि 15 रुपियाँ 20 रुपियाँ त्यति हो। सिंहदेवीदेखि तपाईँको चिनिया चोकसम्म बजार त्यहाँ सबै रेडिमेड दोकान मात्र छ। जुत्ता दोकान, रेडिमेड दोकान, कपडा दोकान। त्यो पनि बिहान तपाईँको हामीले दोकान खोला 3 बजे राति खोल्ने। 3 बजे राति खोल्यो, 10 बजीसम्म। 10 बजीदेखि दिनभरि बन्द। भोलिपल्ट बिहान 3 बजी खोल्यो, 10 बजीसम्म। त्यो पनि त्यो आएर काट्नु जानेहरू आउँथ्यो। तिनीहरू हाफपेन्ट सेन्डे भेसहरू यताबाट किन त्यति नै हो। तपाईँ 2022 सालमा धरान आउनुभयो। विशेष गरी यो अहिले जहाँ धरान 15 श्यामचोकमा बस्नु भएको छ नि, यहाँ चाहिँ कहिले आउनु? यो श्यामचोकमा आएको चाहिँ म तपाईँको 36 सालमा। यहाँ 36 सालमा? 36 सालमा मैले जग्गा किनेको होइन, 33 सालमा जग्गा किनेको। 36 सालमा मैले झुपडी घर बनाएको थिएँ। हजुर, कुरा भन्नु त। श्यामचोक सेवा समाजले अब स्मारिका पुस्तिका निकाल्ने निर्णय गरे अनुसार अब त्यसको जिम्मेवारी हामीलाई दिएकोले गर्दाखेरि अब यहाँ श्यामचोकको इतिहास खोज्नु पर्दा श्यामचोक भनेको श्याम श्रेष्ठको नामबाट राखिएको यो चोक। यहाँ अब श्यामचोक जो नामाकरण गरियो, श्याम श्रेष्ठ भन्ने व्यक्तिको नामबाट गरियो नि। अब श्याम श्रेष्ठ तपाईँको सम्बन्धले मामा ससुरा र उहाँको नामबाट चाहिँ यो चोकको नाम राखिएको है। अब श्याम श्रेष्ठलाई नजिकबाट चिन्ने व्यक्तिहरू धेरै अब हुनुहुन्न, संसार छोडेर जानुभएको छ। अब केही व्यक्तिमा तपाईँ पनि हुनुहुन्छ। तपाईँ भनिदिनुहोस् न, श्याम श्रेष्ठ कहाँबाट आए, अथवा यहाँ उहाँले के व्यवसाय गर्नुहुन्थ्यो, यहाँ कसले ल्याए, उहाँको सम्बन्ध भनिदिनुहोस्। त्यो श्याम भन्नेको दिदी थियो मेरो सासू हो। उहाँले चाहिँ एउटा ठकुर्नी भन्नेले उसले मतलब घरमा भाडा मोल्ने हिसाबमा लिएर आएको। ती महिला कहाँका थिए? त्यो महिला तपाईँको काठमाडौँकै हो। त्यो काठमाडौँकै हो। तर त्यसले चाहिँ कसले ल्याएको भने महारत्न तपाईँलाई थाहा, नाम मात्र सुनेको होला, सुनेको पनि छैन होला, भन्नु होला नि। धनकुटाको महारत्न भन्ने पनि महारत्न श्रेष्ठले त्यो ठकुने लिएर आएको, काठमाडौँबाट भगाएर लिएर आएको। जीवनसाथी भनेर भगाएर ल्यायो। श्याम भनेको मामा ससुरा, अनि तपाईँको सासु आमा 2 जना।
सासा भाइलाई ठकुरानी लिएर आएको धनकुटाबाट धनकुटा काठमाडौँ लिएर आएको यिनीहरू घर पनि काठमाडौँ हो ए भने ठकुरानी महारथमा आउँदाखेरि ती दुवैजना उनीहरूले लिएर आएको बच्चाहरू लिएर आएको त्यतिकै पालेर राख्यो त्यतिकै बस्यो होइन ठकुरानीको छोराछोरी चाहिँ होइन उहाँहरू होइन उहाँहरूले के भन्नुहुन्थ्यो धर्मपुत्र जस्तै हो धर्मपुत्र जस्तै पालेको त्यति भइराख्यो अनि श्यामको दाजु एकजना थियो त्यो पनि त्यो छिपा काम गर्थ्यो छिप्ने काम गर्थ्यो त्यो पनि अब इलामतिर कता गयो छैन अनि श्याम अब यहाँ श्याम र श्यामको दिदी भयो दिदीको जान बिहा भयो श्यामको अब मेरो जान एकजना भयो अनि मेरो बहिनी साली एउटा भयो गणेशको जान श्याम श्रेष्ठ कति वर्षमा धरान यहाँ आए त त्यो आएको त मलाई त्यति याद भएन 9-10 साल त्यसै होला हौ 2009-10 साल 10 श्याम श्रेष्ठको मात्रै पसल थियो नि त्यहाँ है दोकानै त्यो एउटा मात्रै हो एउटा मात्रै थियो पहिला मैले भने भान्चोकमा त्यो शमशेरको दोकान भन्थ्यो यहाँ श्यामको दोकान त्यस्तै हो यहाँ दोकान बेच्ने नै बिहान चिया बेच्ने चाना चिउरा बेच्ने अनि मिठाईहरू बेच्ने अनि कहाँ जाउँ भन्दा श्यामकोमा जाउँ अनि यसरी श्यामचोक रहेको कारण त्यो श्याम फेरि भनिदिनुहोस् त यसको नाम रहने इतिहासको सम्बन्धमा त्यही त कहाँ जाने भन्दा चाहिँ श्यामचोकमा श्यामका जाऊ मिठाई किनौँ ए श्याम मेरो नानी आयो त्यो दियो बिस्कुट भरे पैसा दिन्छ भोलि पैसा दिन्छ भन्दा कसैले 20 रुपियाँ कसैले 30 रुपियाँ 40 रुपियाँ कति बाँकी र त्यो पैसा दिन्छ त्यति नाग्यो भन त्यसलाई अनि उहाँले व्यापार व्यवसाय गरिरहेको उहाँको ठाउँमा आइजाइ गर्ने पहिचान दिने कहाँ भन्दाखेरि ठाउँ भन्दाखेरि श्यामचोकमा भनिसकेपछि यसरी नाम चाहिँ श्यामचोक रहेको कारण थियो श्याम व्यक्ति चाहिँ व्यक्तिगत रूपमा कस्तो हुनुहुन्थ्यो व्यक्तिगत तपाईँको मान्छे त अब मैले थाहा पाइकन नै अनुहार चाहिँ तपाईँ चौरी परेको छ बुढेसकाल जस्तै हजुर ब्लड नभएको जस्तै होइन त्यस्तो थियो अनि बिहा बटुवामा चाहिँ हुनु नभएको रसी खाने रसी बेच्ने चिया बेच्ने त्यसै गरेर बसिरहेको थियो त्यतिकै अब उसको आमा थियो आमा पनि लगभग 70-75 वर्षको उमेर थियो श्यामको आमा पनि हुनुहुन्थ्यो यहीँ आएको थियो आमाको नाम चाहिँ तपाईँलाई थाहा छैन श्यामलाई चाहिँ कहिलेबाट चिन्नु भयो श्याम त अब मेरो जान बिहा गरेपछि कति सालमा बिहे गर्नु मैले 25 सालमा बिहा गरेको उसलाई त्यो 25 सालदेखि सबै चिन्नुहुन्छ त्यति बेला यहाँ आउँदा उहाँको मात्रै पसल थियो उहाँको उसको त त्यही चिया दोकान मात्र छ चिया दोकान अरू त दोकानै छैन यहाँ त दोकानै छैन अनि केटाकेटी छ नि स्कुल जानु पऱ्यो यता जानु पऱ्यो उता जानु पऱ्यो स्कुलबाट त सधैँ स्कुल जानु पऱ्यो सबैजना अरूसँग छैन यहाँ अनि त्यति अब केटाकेटीले अब आमा दिउँसो के खाने भने बिस्कुट लैजा भने श्यामको दोकानबाट त्यो लैजा भने श्यामको दोकानबाट अनि त्यसो भएर श्यामको नाम रहेको कारण त्यो उहाँको नाम लोकप्रिय भयो वरिपरि रहेका मानिसहरूले सबैले श्यामै भन्ने भेला पनि हुन्थे बालबच्चा केटाकेटीले खाने चिज पनि त्यहीँ भेट्थ्यो खानेकुरा त त्यही भेट्थ्यो मान्छे भेला हुँदैन थियो मान्छे हुँदैन त्यहाँ खेतीपाती नै थियो त्यति बेला सबै खेतीपाती नै भयो यहाँ सबै ऊ जङ्गल थियो नि त त्यति बेला कति घरहरू देख्नुहुन्थ्यो तपाईँ 26 घर त्यति थिएन यहाँ को थिए त्यति बेला यहाँ बस्तीहरू त्यो अङ्काले अलि जुन अङ्काले तपाईँलाई थाहा छ होला नि अङ्कारी गिरी उसको ससुरा घर थियो एउटा अनि यहाँ एउटा गिरीको घर थियो यहाँ त्यो तुलसी बाबु भन्ने भवनाथ गिरी त पछि हो त्यो त भवनाथ गिरीको ससुरा त्यो गिरी चाहिँ अरू कसको घर थियो त्यति खास घर चाहिँ मैले देखिनँ हुन त तपाईँ पनि बसाइ हुँदैन थियो होला यता भनेछु काठे घरै राम्रो थिएन भनेछु यहाँ भन्दाखेरि तपाईँको
के तुलसीको बाउ एकजना थियो अनि एउटा त्यो कृष्णगिरी भन्नेको घर थियो यहाँनिर यो घरदेखि पछाडि अनि यो तल यो छ के मुक्तान तामाङहरूको घर छ यहाँ दिने घर पातलो फाटो फुट्टो नि ओजार थियो अनि त्यो ऊ थियो भट्टराईहरू नाम भट्टराईहरू थिएन एकनाथ भट्टराई त्यो हवेली घरहरू तिनीहरू त्यति पछि आएको तिनीहरू धेरै पछि आएको यहाँ घर बनाएको तपाईँको घर फाटाफुटो भएको चाहिँ तपाईँको 36-37 सालदेखि हो जन्म सङ्ग्रहपछि भयो भने त्यतिखेर अब जरा जङ्गल काटेर दाउरा ल्याउनु पाएन खरानी त्यो आरले काट्यो ल्यायो घर बनायो बस्यो रुख ढाल्यो खम्मा बनायो बस्यो त्यो घर बनाएको नि त भनेपछि यहाँ सुरुबाटै 2010-12 सालदेखि नै यो श्यामचोक भनेर यो ठाउँमा चिनिन्थ्यो भनौँ 12 सालदेखि राखौँ न एउटा कुरा मानौँ मोटामोटी 12 सालदेखि राख्नु 12 सालदेखि नै यो एरियालाई श्यामचोक भनेर चिनिन्थ्यो त्यति बेला अहिले यस्तो धेरै चोक थिएन चोकै थिएन नि एउटा श्यामचोक थियो तर त्यसले धेरै एरिया कभर गरे धेरै कभर गरेर तपाईँको अनि श्यामचोक रहेको काम थियो कहाँ जाने श्यामचोक कहाँ जाने श्यामचोक आइपुग्न कताको बाटोबाट आउँथ्यो त त्यति बेला खास गरी बाटो तपाईँको पुरानो बजारबाट पुरानो बजार त्यो सदन स्कुलको बाटो हुँदै सदन स्कुल बाटो भएर आउँछ सानै बाटो थियो नि बाटो ठुलो छ तपाईँको त्यो 20-22 फिटको बाटो थियो त्यो तर गोरेटो बाटो जस्तो क्या गोरेटो बाटो जस्तो अब यो बाटो पनि थिएन नि यो पछि बनाएको हिजो अस्ति बनाएको त हिजो त्यो बाटो तपाईँको पानमालासम्म जाने बाटो चाहिँ तपाईँको त्यतिखेर पनि एउटा गाडी मजाले छिर्ने बाटो थियो त्यो चौकी भएको पसल नै त्यो श्यामको हो त्यही पसल थियो जहाँ अहिले चौकी छ त्यहाँ पहिला पसल थियो उहाँले कुनै सामाजिक कार्य गरेर नाम राखेको भन्ने होइन अरूले चाहिँ श्याम भने श्याम दोकान भएको नजिक भएकोले यो चोकलाई श्यामचोक यति नै हो नि त्यति हो अरू केही छैन तर श्यामचोक हटाउनलाई धेरै कोसिस गर्यो सकेन किसान चोक पनि राख्ने कुरा गरेको थियो किसान चोक राखेको हो सेनबाट राखेको अनि हटौलो भन्नुहोस् त कसले राख्नु खोजेको थियो त्यो श्रीमुटा राखेको श्रीमुटा त्यो किसान चोक राखेको त्यो पनि हट्यो त्योभन्दा पछि एउटा खोइ के चोक पो राखेको थियो त्यो पनि हट्यो मनमोहन चोक पछि आएको मनमोहन चोकको शालिग राख्यो शालिग राखेर मनमोहन चोक भयो होइन अब मान्छे आउँछ मनमोहन चोक जाउँ भने आयो बस्यो एउटा कुरा अनि त्यो पछि के भयो भनेदेखि तपाईँको छोरा विदेशमा छ तपाईँको नाम तपाईँ यहाँ श्यामचोकमा भन्नुभयो नि त त्यति बेला त चिठी आउँथ्यो चिठी आएर श्यामचोक भनेर आएर तपाईँको नाममा आयो भने तपाईँ चिया पायो राममोहन चोक फल्ना भनेर आयो भने त्यो चिठी फिर्ता अनि पछि के भयो त भन्दाखेरि यो श्यामचोक चाहिँ हो भन्ने कुरा त्यो आयो श्यामचोकबाट चिठी आएर है जसले पनि पाउने अब त्यसपछि कसैले पनि यो चोकको नाम परिवर्तनतिर सकेन अब मोमन चोक त मूर्ति त बनायो नि के हो त्यो नाममा त मूर्ति ल